हेलो गाइस, स्वागत छ मेरो न्यानो छोटो मिठो ब्लगमा। सो आज चाहिँ हजुरहरूलाई सुन्तला देखाउँछु है। यहाँ सुन्तला खेती आन्टीको हो, म्यामको। सो आज सुन्तला किन्न यसमा केही मलजल हाल्नुहुन्छ कि आफै फल्दै गयो हो? यही कम्पोस्ट मल युज हुन्छ, गोबर मल। ए गाइस लुक एट दिस अर्ग्यानिक ओरेन्जी। बाटो पनि यस्तो छ कि हिँड्नै सक्दैन। लुक एट दिस सुन्तली हिँड्ने गाह्रो, सब सुन्तला। ओ माई गॉड, घर पनि क्या मिठो के, यहीँको होइन, ढुङ्गाहरू काटेर बनाएको कि यहाँ स्टोनले बनाएको। कता जानुभयो? म त भुलि गएँ त। सुन्तला खेती घरमा यस्तो मेरो घर भइदियो त डेली खान्थेँ, डेली। तर आफ्नो घरकै मुर्गी दाल बराबर भन्छ नि, त्यस्तै हो। घर यस्तो छ। हेलो आऊ पोपीहरू हेर्नु। Come on. I'm your dad. Bye. Hey! यही आइरह। जाऊ, घर जाऊ। Go back. Go. यहाँ आइरह। बाबु लै जाऊ। 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 आइहाल्यो नि फेरि। जा, घर जा। चिसो पनि लाग्छ, थनिनु लाग्छ। ढुङ्गा पनि कत्रा हुने बफर। कहाँ हो लास्ट हिट्टा रहेछ नि, हिँडाइ पनि गयो। यहीँ आइसक्यो यार। ए जा हैट। डग यति लोयल हुने रहेछन्। जाऊ बाई। फेरि आइहाल्ने। तेरिका खालि बोले यार यिनीहरूसँग। आएछन्। ए जा। ए त्यो यो जान्छ यार। गो ब्याक जा। आइज यहीँ पुग्यो, आइहाल्यो नि। जा बाई। यहाँ पनि सुन्तला। ओ माई गॉड, चिसो मौसमले न्यानो बनाऊ कि तातो बनाऊ कि कहाँ हो। टाइममा यस्तो भिजिट गर्नुपर्छ। मैले हेर्नु पर्यो घरहरू कहाँ हो के हो। आउनुपर्छ लोन अफरिङको फर्म बुझाउनलाई। होल्डिङमा कपी पेपर सब। अप्ठ्यारो छ गरी खान। लाउन हजुर छोरी दिनु पर्यो।
छोरी यो सुन्तला सुन्तला अब यही किनेर लग्नुपर्ने हो यहाँ पनि सुन्तला छ जुम गरौँ हजुर कहाँदेखि लैजाने हजुरको अझ तल हो हामीलाई जानुपर्ने कहाँ हो तलै हो तलै के गरौँ हजुरको मिठो हुन्छ अरे सुनेको छु हजुरको मिठो हुन्छ अरे सुन्तला मिठो हुन्छ अरे हजुरको सकिन्न हो कहाँ सकिनु कमसे कम यसमा कति किलो होला म्याम क्यारेटमा कति किलो हुन्छ 22 किलो हुन्छ एक क्यारेटमा ए त्यो फल अनुसार है हजुर चाहिँ कसरी दिनुहुन्छ क्यारेट अनुसार कि ए तौलेर चाहिँ होइन र ए अनि यहाँदेखि त्यहाँ कस्तो बजारमा लगाउनलाई के छ गाडी हजुरसँग पर जान्छ यो सुन्तला ए यहाँदेखि लगेर गाडीमा लग्छन् होला है अनि त्यहाँ कतिमा हजुर कतिमा दिनुहुन्छ र तिनीहरू कतिमा बेच्छन् त्यहाँ गएर केही हजुरलाई थाहा छ डबल यहाँ चाहिँ कसरी दिनुहुन्छ त अनि ए 95 यहीँदेखि लग्छन् त्यसो भए आफै लग्ने हजुर चाहिँ यहाँदेखि टिपेर दिने ए उनीहरूलाई पनि राम्रो भयो हजुरलाई पनि राम्रो भयो आफ्नै हातले टिप्ने भए हजुरको गल्तीहरू पनि नदेखिने त्यसमा यस्तो दियो उस्तो दियो भन्दैनन् होइन आफै टिप्छन् गल्ती भयो आफैसँग होला अनि के कस्तो रुखै काटिदिनुहुन्छ कि बुटा पुरानो भयो भने त्यसलाई हाल्न सुक्यो भने काटिँदैन त्यही भएर फलाउँछ ए नभए मऱ्यो भने फेरि अर्को जग्गा हुन्छ ए काट्यो भने नयाँ पालु आउने भयो आउँछ मऱ्यो भने यसको के हुन्छ म्याडम बेर्ना हुन्छ कि के हुन्छ सुन्तलाको हुन्छ नि त भित्र गेरा हुन्छ नि त्यसको बिउमा हुन्छ ए त्यो लगाउनुहुन्छ ए त्यो छिलेर कि त्यतिकै बोक्रासँग माटोमा हालिदिने त्यसलाई त अब त्यसलाई खाएर जुठो हुन्न त्यसलाई चाहिँ अब खाने ठुल्ठुला घेरा कि खाने अनि पोखरी सुकाउनु पर्छ मजाले ए त्यसलाई खानै पर्छ सुन्तला खानै पर्छ नि खाएर अनि मुखदेखि निकाल्ने गेरा हजुर मुखदेखि फाल्ने त्यो गेरा भन्छ नि त त्यो गेरा हो जमाउने ए जस्तै मगाइ हजुर ए अनि ठ्याक्कै 1 वर्ष लाग्छ है ठ्याक्कै 1 वर्ष लाग्छ 1 वर्ष लाग्छ अब फार्मतिर खुल्छ फेरि आगो यही बेला हुन्छ ए कस्तो राम्रो घर बनाउनु भएको छ नि काठै काठ भयो है घर हेर्नु दामी छ टेस्ट
मिठो सुन्तला पनि हजुरहरूलाई त तितो लाग्छ होला हो डेली डेली खानु है चिनी त तितो हुन्छ भन्छन् मिठो छ कि सक्नुहुने हो कहाँ म छैन यार अरे टिभी हाल्नु हो त ल यो समाउनु त मोबाइल म पनि ट्राई गर्छु खुट्टा चिप्लेला तल खान त खाइरहेको छु नाकदेखि बुलाकी सिगान निस्किने हो क्या भइहाल्यो छोडिदिनु भइहाल्यो बुटामा कहाँ चढ्नु सकिएला के चढ्छन् र यहाँ चढेर नै टिप्नुहुन्छ नै ठिक छ नै नचढ्नु छोडिदिनु नै नचढ्नु माथि छोडिदिनु हामीलाई म्यामले माया गर्नुहुन्छ त होइन यहाँदेखि हामी सेयर गरिहाल्छु नि एउटैले पेट भर्यो दाना हजुर के भन्छ हेर्न हालको है खानु भएन मेरो त पेट भर्यो दाना पनि ठुलो रहेछ हिजो हो क्या टिपेर सिद्धा आएको सुन्तला नि वरि हुन्छ हजुर चिसो हुने यार साँच्चै भन्यो हजुरलाई त यहाँ तितो लाग्छ होला हो यो सुन्तला खाइराख्नुहुन्छ घरमा त्यो भइराख्यो भने हाम्रोमा त्यो रोटी सोटी बनाउनुहुन्छ क्या मम्मीले अनि त्यो चाहिँ मिठो लाग्दैन अनि त्यो छिमेकी घरमा साथीहरूको घरमा गयो भने त्यही रोटी पनि ल्यान त खाउँ हुन्छ दिनमा 4-5 वटा गरेर त खाइराख्नुहुन्छ मलाई त चिसो भयो यार अहिले हुन्छ अब तल झर्ने बेलामा खाइराख्नेलाई हो कि नखानेलाई लाउँछ क्या सुन्तला सुन्तला आइरहेको छु अब ओके थ्याङ्क यू फर वाचिङ